केही समय पहिले काठमाडौँमा एउटा ट्याक्सी चालकले ट्याक्सी चलाएर दिनको 20,000 देखि 30,000 रुपियाँ कमाउँथे। तिनी अमेरिकन दूतावास अगाडि आफ्नो ट्याक्सी पार्क गरेर बस्थे, जहाँ हरेक दिन मानिसहरूको ठुलै भिड हुन्थ्यो। तर दूतावासको एउटा कडा नियम हुन्छ, कसैले पनि सामान वा सुटकेसभित्र लैजान पाउँदैनन्। यही मौकाको फाइदा उठाएर ट्याक्सी चालकले मानिसहरूलाई भन्थे, तपाईको सामान मेरो ट्याक्सीमा राख्नुहोस्, म हेरिदिन्छु। अनि त्यस काम बापत हरेक मानिससँग 500 रुपियाँसम्म असुल्थे। यसरी ती चालकले केही नगरी महिनाको 2 देखि 3 लाख रुपियाँसम्म कमाइरहेका थिए। तर तिनीलाई आफ्नो यो कमाई पचाउन गाह्रो भयो। अरूलाई धाक लगाउँदै भन्न थाले, हेर, म त केही नगरी महिनाको 2 देखि 3 लाख कमाउँछौ। यो कुरा फैलिँदै सिधै प्रहरीको कानसम्म पुग्यो। भोलि पर्दै प्रहरी आयो र तिनीहरूलाई चुटेर त्यहाँबाट लखेटिदियो। त्यसैले त भनिन्छ नि, आफ्नो व्यापार र धन्दाको भित्री रहस्य कहिले कसैलाई भन्नु हुँदैन। नजर साँच्चीकै लाग्छ।